कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीदकी आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेकी छिन् शहीदकी आमा। सामान्य कुरा होइन, यहाँ शहीदकी आमा छिन्, ध्यान दिनु होला। हृदय ठुलो पारेर हामीले तपाईँहरूलाई स्वागत गरेका छौँ। खालि यति हो कि पुरानो प्रवृत्तिबाट तपाईँ टकटकिएर आउनुपर्ने हुन्छ, किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत बगाएका हुन्। हामीमाथि ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, सार्वजनिक अभिव्यक्ति जस्तो दिन्थे त्यस्तै दिन्छु भन्ने जस्तो लाग्छ भने यु आर मोर देन वेलकम टु लिभ दिस हल। तपाईँहरू सांसदको भूमिकाबाट बाहिर जान सक्नुहुन्छ, केही पनि फरक पर्दैन। मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर हविगत हुन्छ। यो कुरा म तपाईँलाई डे 1 मा बताउन गइरहेको छु।